Sakura. Sakura fuliku. Happy hello April. It's Sakura. सबैजना यहाँ फोटो खिच्न आइरहेछ साकुरा Oh my god, कस्तो बिरामी जस्तो देखेको म भर्खर उठेर मुख पनि धोएन जुर्क उठेर कपडा सपडा लाएर पार्कतिर जान लाग्यो दिसभरि जान्छु भनेर एकदम अल्छी भइयो क्या यसो मोटिभेट गरौँ माइसेल्फ भनेर पार्कतिर जाँदैछु साकुरा हेर्न एक्लै कोही छैन एक्लै त हो नि तर इभिनिङको भ्यू पनि कस्तो राम्रो हुन्छ यहाँ सबै यो भुइँमा सबै साकुरा खसेको साकुराको पेटल्सहरू वाउ दिस पार्ट कस्तो राम्रो देखेको यहाँ कस्तो स्नो झरे जस्तो देखेको पेटल्सहरूले ओ माई गॉड पेटल्सहरूले यस्तो स्नो जस्तो म कस्तो मेरो सोलै छैन जस्तो देखेछ है मेरो फेसमा वाउ कस्तो स्नो पर्यो मेरो फोटो खिच्ने मान्छे कोही छैन आई मिन साकुरा ल्यान्ड दिस इज साकुरा ल्यान्ड सबै पेटल्सहरू खसे दिउँसोमा त यहाँ सबैजना मान्छेहरू पिकनिक ड्राई पिकनिक गर्न आयो होला मेरो फेस कस्तो डल देखेको है अहिले उज्यालो देख्यो टाढा जान्छु ल टाढा गएर म आउटफिट चेक गराउँछु ल त्यो पिङ्क कलरको रहेछ व्हाइट सेतोमा पिङ्क लुक इभिनिङ भ्यू कस्तो राम्रो वाउ कसैले मेरो फोटो खिच्दै हुन्थ्यो बाजेलाई भन्ने कि बाजे मेरो फोटो खिचिदिन्न looks like night view सब साकुरा हुरीले के हो कपालै उडाएर हाई एभ्रिवान अहिले चाहिँ हामी ड्राई पिकनिक जान लागेको सो दिस इज माई आफै कुर्ता लाउँदैछु साकुरा देख्यो भने फोटो खिच्नुहुन्छ उप्स मेरो ऐना कस्तो डटी हामी यहाँ अब के खाने भनेर लिएर जानलाई किन्छौँ के खाने हो के हो त्यो
सामानहरू किन्यो अब यही गएर पार्कमा खान्छौँ हाम्रो आजको ड्राई पिकनिक आजको दिन अघि नै बिहानसम्म चाहिँ अलिकति मौसम अलि अँध्यारो अँध्यारो थियो अहिले चाहिँ अलि उज्यालो भएको छ माई हस्बेन्ड आउटफिट चेक है आजको हाई बेबी हेलो कस्तो राम्रो फुल देख्नुपर्छ साकुरा चाहिँ अस्ति नै पानी परेर खस्यो होला हामी अहिले जाँदैछौँ तर हामी बल्ल भेट भएर अस्तिको शुक्रबार चाहिँ के भयो अरे पानी पऱ्यो है आज चाहिँ बल्ल अलिक घाम लगाएर जाँदैछ तर साकुरा चाहिँ सबै झरिसक्यो होला के लाग्छ तपाईँलाई कोही कोही चाहिँ छ होला अलिअलि तर हामीले कार्पेट के भन्छ त्यो दोछाउने केही पनि ल्याएको छैन त्यहाँ बस्ने ठाउँ त छ अब त्यही बस्ने होला सो जाउँ करै हेरौँ है राम्रो देखेकी छैन र म कस्तो नराम्रो देखेको मैले खिच्यो भन्ने बोल्दा आउँदैछ कि ल खिच्दिउँ न त बेबीको आउटफिट चेक यो चाहिँ from my friend अब बुढाको आउटफिट ल भन्नु मेरो आउटफिट from gifted by बुढी all gifted by नदेख्दो रहेछ त्यो कपडा राख साकुरा चाहिँ सबै झरिसक्यो पहिला म आएको थिएँ ऊ त्यो रुखमा हेर्नु न अलिअलि रहेछ कता कता है तर हजुरले यसपालि त हेर्नै पाउनु भएन नि त यी साकुरा त झरेर यति मात्रै कता कति सबै पानी पर्यो नि त पानी परेर खसायो वा बेबी यहाँ बस्छ न साकुरा निर बस्छ न हेलो साकुरा उड्यो त्यो पनि उड्यो नसमात्नु ऊ त्यो पिङ्कवाला हेर्न जाउँ सब साकुरा सक्यो यो पिङ्क कलरको बाँकी रहेछ यो अरू सबै ओइलिसकेछ झरिसकेछ अब यो बाँकी रहेछ गुच्छा साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिएन अरू कतै मिलेका त्यो पिङ्क साकुरामा फोटो खिचेको त्यहाँ बस्नु जाँदैछौँ घाम लाग्यो क्या फेरि कता गयो घाम लाग्यो क्यामेराम्यानको हालत यस्तो छ उप्स ल हामी ठाउँ खोज्दैछौँ यस्तो ठाउँमा यसरी बस्ने ठाउँ छ यहाँ र त्यहाँ र यहाँ त्यहाँ र यहाँ बस यस्तो छ ठाउँ त्यहाँ बस्ने यहाँ के यो र ऊ त्यसमा यस्तो छ ठाउँ सबैजना यसरी राखिदिएको हुन्छ क्या यो पार्क चाहिँ राम्रो छ ठाउँमा यस्तो बस्ने ठाउँ छ क्या मैले कामदार राखेको छु खाना दिन्छु नि अहिले म फुलहरू झरेको त्यस्तो मैला त होइन त्यो अलिकति धुलो अनि फुल क्यामेराम्यान ल हामीले चाहिँ के किन्यो है सुनै दिएन कस्तो यो 7-11 त लास्टै भन्नुहुन्न है हामीले यो
यो हामीले फ्राइड चिकन भेजिटेबल चिली पेपर एन्ड चाइनिज पेपर भन्ने तताएर लिएर आएको अनि यसलाई के भन्छ सुसी सुसी जापानको सुसी बिबिम्बाप भन्छ गरे जो कोरियनको त सुसी नै हो यो माकी हो यो माकी यो माकी यो माकी हो कि यो माकी यो माकी यो हो माकी यो चाहिँ ग्योजा जापानिज मोमो चिप्स उहाँको बियर मेरो जुस बट मलाई स्ट्रो नदिएछ यार कस्तो नहालेको ल इतादाकिमास पहिला चाहिँ वाइप योर ह्यान्ड भुइँमा लाग ए उसको कपडामा लाग्ला है दुइटै सेतो सेतो छ यसको उस छैन है कसरी खानु खाऊ न कप्पा खाऊ न सबै ठुलो रहेछ है तर हाम्रो ड्राई पिकनिक हो है यही अरू त बसेर खान्छ हामी यसो बसेर खाउँ धुलो उड्यो हेर्नु नि त्यो पार्टमा मात्रै कस्तो सेतो देख्यो है धुलो उड्यो फेरि साथी आयो यार के हो भइसक्यो खानेकुरा ए साथी सन्चै छौ साथी भने हामीले खाएर भ्यायो अब त्यो कागले हेर्नु न छुपी अझ अघि नै किन एक्लै कराएको भनेको त है आफ्नो मायालाई बोलाएको रहेछ क्या आफ्नो मायालाई बोलाएर खाएर सक्यो अब हामी चल्दिन्छौँ बस्दा बस्दा खुट्टै चल्दैन अब यो गोमीमा पहिला यो डस्टबिन खोजौँ हामी अनि जाउँ ए यो कति फिट होला कति होला 1000 मिटर 100 मिटर यस्तो यो पार्कमा ठाउँ ठाउँमा डस्टबिनहरू राखिदिएको हुन्छ त्यही गएर डस्टबिनमा फाल्ने यो डस्टबिन यो जल्ने फाल्ने खालको यो क्यानहरू यो फाल्न नमिल्ने त्यहाँ पर्पल ल्याभेन्डर कलरको त्यो झाडी हो कि फुल हो र कस्तो राम्रो झाडी भयो नि कस्तो राम्रो जाम जाम हामी हेर्न जाउँ है मेरो भरिया दाइलाई मैले सब बोकाएको छु कि हामी यो ग्रोसरी फ्रुट्सहरू किन्न जाने भनेको कता आइपुग्यो अनि मैले हजुरलाई सिधै जाम भनेको त थियो नि मैले भनेको भरिया दाइ नबोल्नु ल अब हामी सिधै
यताबाट जानु पर्यो यो ठाउँ नि कस्तो राम्रो टिकटक बनाए एउटा दुईटा अनि फेरि आयो क्या हामी बाटोबाट यो ठाउँमा नि टिकटक बनाउने यस प्लिज यस 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 हाई एभ्रिवान वी आर ब्याक टु होम है पार्कबाट हाम्रो डेट सकियो अनि घर आइपुग्यो अनि आउँदा आउँदा हामीले फ्रुट्सहरू किनेर आएको थियो अनि जापानमा फ्रुट्स कति महँगो छ भनेर म भन्ने छु यहाँ बिल छ हामीले दुईटा स्याउ किनेको है एउटा स्याउलाई 198 दुईटा गरेर 396 भयो है दुईटा स्याउको यो ओरेन्जलाई छ 498 यो नगर्नु न थ्याङ्क यू यो ओरेन्जलाई छ 498 को अनि यो लेमन यो दुईटा गेडा लेमनलाई 248 ट्याक्स छुट्टै छ अझै यो क्याप्सिकमलाई के भन्छ अरे पिमानेलाई क्याप्सिकम 120 यो योगर्ट्स हो मुही दही हो कि मुही हो जस्तो यसलाई 299 यो सबै हामीले 1 2 3 4 5 पाँचवटा सामान किनेर पाँचवटा सामानको 2016 जति लाग्यो फ्रुट्स खान सकिन्न गाह्रो छ गाह्रो यति नै हो अप्रिलको भिडियो चाहिँ यति नै हुन्छ होला थ्याङ्क यू फर वाचिङ अनि सी यू अन माई नेक्स्ट व्लग next month with next new vlog. Bye.